मेरो पछाडि लुसेलको स्टेडियम हेर्न सक्नुहुन्छ। यो हो लुसेलको स्टेडियम गाइस। सो गाइस अहिले मेरो यो लुसेलको पछाडि छु साइकल ट्र्याकमा, ओलम्पिक साइकल ट्र्याकमा। मेरो माथि देख्नुहुन्छ यो फ्लाइओभर हो मान्छे क्रस गर्ने। रातभरि काम गर्छन् मान्छेले यहाँ। अनि म अहिले यो साइकलको ट्र्याकमा छु, ओलम्पिक ट्र्याकमा। अगाडि आउँदैछ फ्लाइओभरबाट तपाईँलाई मैले एउटा चिज देखाउँछु जो मेरो राइट साइडमा छ लुसेलको स्टेडियम। यता साइडमा छ तपाईँको हेर्न सक्नुहुन्छ। तपाईँले यहाँबाट म त्यो फ्लाइओभरबाट देखाउँछु, त्यहाँबाट झन् राम्रो देखिन्छ। मलाई अहिले गियर चेन्ज गर्न पर्ने हुन्छ यहाँबाट। ठ्याक्कै मेरो यतातिर छ लुसेलको। तपाईँलाई अगाडिबाट देखाउँछु अहिले। के मन लागेको छ यो स्टेडियम मेरो पछाडि लुसेलको स्टेडियम। खतरा छ, मजाको स्टेडियम छ। यो फ्लाइओभरमा छु म अहिले। तल देख्नु छ, तलबाट आएको म फ्लाइओभरबाट। साउन्ड आएको यो क्रेजी राइडिङ हो यार, कसम। यतिखेर दुनियाँ सुध्रिरहेको छ, म रातभरि ट्र्याकमा छु। म यहाँ एकछिन यसलाई रोक्छु, तपाईँलाई भ्युज देखाउँछु है। मेरो पछाडि लुसेलको स्टेडियम हेर्न सक्नुहुन्छ। यो हो लुसेलको स्टेडियम गाइस। लुसेलको स्टेडियम पछाडि पुग्यो फाइनली। यो हो लुसेलको स्टेडियम। ठ्याक्कै यार तलबाट आएको थिएँ, तलबाट आएको गियर चेन्ज नगरिकन आइदियो, थाक्यो। हेर्नु स्टेडियम यो दुनियाँ मजाले सुत्याछन्। म दिनभरि ड्युटी गरेर 10-11 घन्टा ड्युटी गरेर फेरि रातभरि राइडिङमा, त्यही पनि 6-7 घन्टाको बाटोमा हिँडिरहेको छु। योभन्दा क्रेजी केही हुनसक्छ अझ। सब तपाईँहरूको लागि गाइस यो सब कि मेरो साथीले राम्रो भ्युज हेरुन् न। रातिको पनि, दिउँसोको पनि, डे टाइम, मर्निङ टाइम, इभिनिङ टाइम, सबै टाइमको भ्युज तपाईँको अगाडि आउँछ क्या। अहिले भर्खर म आएको थिएँ तलतिरबाट, यो फ्लाइओभर हो। म जान्छु अब तल, यो डाउन हिलतिर जान्छु। सो गाइस मजाको भ्युज छ, हेर्नुहोस् स्टेडियम, लुसेलको स्टेडियम। यो रोडमा एक्लै हो अब, तलसम्म स्लोप छ, टेन्सनै छैन होइन। जान जाऊ साइकल आरामले जान्छ यहाँ ट्र्याकमा चलाउनको लागि। अब म साइकललाई यतातिर घुमाइदिन्छु, पछाडि लुसेलको बिल्डिङ। वाह
Continue for 28 kilometers. किलोमिटरको त यो ट्र्याक मात्रै छ क्या गाइस यो ओलम्पिक साइकल ट्र्याक 21 किलोमिटरको छ क्या यो अब हेरौँ कहाँसम्म पुग्छ यसले पुऱ्याउँछ फेरि टनल आउँदैछ अर्को त्यो टनल मुनिबाट जाम यहाँ कोही बस्ने ठाउँ पाएपछि यसो पानी सानी खाएर यताउता जुस खाएर जानु हुन्थ्यो भोक ल्याइसक्यो अब त्यो ठाउँ आउनको बहुत टाइम छ अहिले 21 किलोमिटरको त यो साइकल ट्र्याक मात्रै छ हेरौँ So guys, फेरि आएको टनलमा आइयो यो अर्को टनल यहाँको साइकलको ट्र्याकभित्र पनि टनल छ क्या मजा आउँछ चलाउन हेर्न सक्नुहुन्छ तपाईँले माथितिर टनल हो यो Oh guys, रातभरि आज साइकलै चलाउने जस्तो छ सिस्टम छ आफ्नो यस्तो क्रेजी
GPS signal lost. GPS signal recovered. $21 किलोमिटर छ क्या यो रोड 21 किलोमिटर pretty far buddy pretty far चराहरू उठ्ने टाइम भइसक्यो कति ठाउँमा चरा त्यहाँ चुचु गरेर सुनेको थिएँ कतिखेर पुग्ने खै थाहा छैन गरम सुरु हुनुभन्दा पहिला यो ट्र्याकमा आइसकेपछि दामी हुन्थ्यो फेरि गरम सुरु भएपछि गाह्रो हुन्छ क्या आस्ते गाह्रो हुन्छ Light